मास्टर इन रोबोटिक्स एन्ड अटोमेसन्स। डियर स्टुडेन्ट्स, आजको युग चाहिँ एकदमै रोबोटिक्स अथवा स्मार्ट अटोमेसन्समा गइसकेको छ र यो चाहिँ अहिलेको लेटेस्ट टेक्नोलोजी अनुसार एकदमै मोस्ट डिमान्डेड र फ्युचर तपाईको अर्निङ राम्रो गर्न सक्ने कोर्स हुन सक्छ। यो कोर्समा तपाईले यदि ब्याचलर इन इलेक्ट्रिकल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ अथवा कम्प्युटर इन्जिनियरिङ गर्नुभएको छ भने युरोपका प्रतिष्ठित युनिभर्सिटिजहरुमा यो कोर्समा तपाईले स्पेशलाइज्ड डिग्री हासिल गर्न सक्नुहुन्छ। रोबोटिक्स एन्ड स्मार्ट अटोमेसन्समा तपाईले इन्टेलिजेन्ट सिस्टम्सहरुको बारेमा पढ्नुहुन्छ। त्यस्तै गरेर एम्बेडेड सिस्टम्सहरु, नयाँ टेक्नोलोजी, रोबोटिक्सको अपग्रेडेड एन्ड एकदम एडभान्स टेक्नोलोजिजहरुको बारेमा तपाईले हासिल गरेर, उच्च शिक्षा हासिल गरेर आफूले यो फिल्डमा एकदमै लेटेस्ट इन्जिनियरको रूपमा तपाईले आफूलाई इस्टाब्लिश गर्न सक्नुहुन्छ। यसमा तपाईले अध्ययन गर्नुभयो भने तपाईको करियर एकदमै ब्राइट छ। सो यदि तपाई रोबोटिक्स एन्ड अटोमेसन इन्जिनियरको रूपमा आफूलाई इस्टाब्लिश गर्न चाहनुहुन्छ अथवा यो विषयमा मास्टर डिग्री हासिल गर्न चाहनुहुन्छ, त्यो पनि एफोर्डेबल फी स्ट्रक्चरमा भने तपाईले आफ्नो डकुमेन्ट्सहरु सहित ट्रस्ट एजुकेसन्समा सम्पर्क गर्न सक्नुहुन्छ।